नयाँ ब्लग। आज चाहिँ के छ भने नि हल्का बुढीलाई प्र्याङ्क गर्छु ल। तर प्र्याङ्क होइन, यो त रियालिटी जस्तै हो नि। बिहान जहिले नि यस्तो गर्छ नि, भात पकाउनु मान्दैन हेर्नु ल। बुढीलाई भात पकाउनु भनेपछि कत्तिको चाहिँ रिस उठ्छ हेर्नु ल। सुतिरहेको छैन। औ औ औ औ उठ न, 9 बजी दौ। औ औ 9 बजी दौ, उठ न। आज भात पकाउँदै बिहान? भात पकाउँदै बिहान? भात पकाउनु टर्न मेरो के को टर्न भन्छ भात पकाउनु बिहान? 9 बजीसम्म सुतेर नि भात पकाउँदैन मलाई? गाडी खेप्नु जानु पर्यो त हौ। अब चाहिँ सेकेन्ड पाली हेर्नु ल। अघि चाहिँ फर्स्ट पाली उठाएन, नरम वर्ड्सले। अब सेकेन्ड पाली म बोल्छु कि, अन्त कस्तो रियाक्सन हेर्नुहोस् है गाइस। औ जाऊ न, दाल पकाउनु, दाल भात। 9 बजीसम्म सुतेर पनि पकाउँदैन। औ गाइस पुऱ्याइदियो उनीहरू पकाउन भात सब्जी के हो? के को भात हुन्छ? अहिले भात खाएर जानुपर्छ, गाडी खेप्नु जानुपर्छ। यस्तो हुन्छ है, अल्छिनी बुढीहरू पऱ्यो भने चाहिँ यस्तो हुन्छ कि सुरु भक्कै दिनुपर्ने। उठायो भात मऱ्यो यो बुढीले हिर्काएर।